गाइज आज म तपाईहरुलाई एप्लिकेसन सफ्टवेयर र सिस्टम सफ्टवेयरको डिफरेन्स भन्न जाँदैछु। एप्लिकेसन सफ्टवेयर इज युज्ड बाइ युजर टु परफर्म अ स्पेसिफिक टास्क। एप्लिकेसन सफ्टवेयरले चाहिँ एउटा स्पेसिफिक टास्क मात्रै परफर्म गर्छ जुन चाहिँ युजरले त्यसलाई गाइड गरेपछि। र सिस्टम सफ्टवेयर इज युज्ड फर अपरेटिङ कम्प्युटर हार्डवेयर। जब कम्प्युटर खोलिन्छ अनि त्यसो स्टार्ट हुन थाल्छ अनि त्यहाँदेखि सिस्टम सफ्टवेयरको काम सुरु भयो। अनि अर्को पोइन्ट छ एप्लिकेसन सफ्टवेयर आर इन्स्टल एकर्डिङ टु द युजर रिक्वायरमेन्ट। जब युजरलाई कुनै सफ्टवेयरहरू चाहिन्छ अनि त्यो इन्स्टल गरेको मात्रै चाहिँ एप्लिकेसन सफ्टवेयर भयो। जस्तै एमएस वर्ड, एक्सेल, पावर पोइन्ट अनि फोटोसपहरू। अनि तर सिस्टम सफ्टवेयर आर इन्स्टल अन द कम्प्युटर वेन अपरेटिङ सिस्टम इज इन्स्टल्ड। जब कम्प्युटर अपरेट गर्ने सिस्टम इन्स्टल गरिन्छ सिस्टम सफ्टवेयर पनि त्यही बेला नै इन्स्टल गरिन्छ र आफै भइहाल्छ। अनि अर्को पोइन्ट छ एप्लिकेसन सफ्टवेयर क्यानट रन विथआउट द प्रेजेन्स अफ सिस्टम सफ्टवेयर। एप्लिकेसन सफ्टवेयर रन गर्नको लागि चाहिँ सिस्टम सफ्टवेयरको आवश्यक पर्छ, किनकि जब हामीले कम्प्युटर अन गर्छौँ त्यो बेला नै सिस्टम सफ्टवेयर आफै चल्न थाल्छ र एप्लिकेसन सफ्टवेयर चाहिँ त्यसपछि आफूलाई चाहिन्छ भने मात्रै खोल्न सकिन्छ। र अर्को पोइन्ट छ इट प्रोभाइड्स प्लेटफर्म फर रनिङ एप्लिकेसन सफ्टवेयर। सिस्टम सफ्टवेयरले चाहिँ एप्लिकेसन सफ्टवेयरलाई रन गर्न प्लेटफर्म प्रोभाइड गर्छ। And the next point is application software cannot run or work independently. एप्लिकेसन सफ्टवेयर चाहिँ सिस्टम सफ्टवेयर बिना एक्लै रन हुन सक्दैन, किनकि तपाईलाई थाहा नै छ सिस्टम सफ्टवेयर भनेको जब कम्प्युटर खोलिन्छ त्यो बेला नै सिस्टम सफ्टवेयर चालु भएको अनि त्यसपछि मात्र अरू कामहरू गर्न सकिन्छ। अनि सिस्टम सफ्टवेयर क्यान वर्क अर रन इन्डिपेन्डेन्टली। एप्लिकेसन सफ्टवेयर बिना नै सिस्टम सफ्टवेयर चाहिँ आफै चलिरहेको हुन्छ। द युजर क्यान इन्टरेक्ट विथ एप्लिकेसन सफ्टवेयर। द युजरले चाहिँ एप्लिकेसन सफ्टवेयरमा आफूलाई चाहिएको कुराहरू घटी बढी गराउने, के काम गर्ने कि नगर्ने भनेर इन्स्टल या गाइड गर्न सक्छ भनेदेखि द युजर क्यानट इन्टरेक्ट विथ सिस्टम सफ्टवेयर बिकज इट वर्क इन द ब्याकग्राउन्ड। भनेको सिस्टम सफ्टवेयर चाहिँ त्यो जुन मेन हार्डवेयरलाई रन गर्ने भएको कारणले त्यो चाहिँ नदेखिने हुन्छ अनि पुरै ल्यापटप या डेस्कटप अपरेट गर्दा नै त्यो भित्रभित्र चलिरहेको हुन्छ। And the next point is application software runs when the user request it. जब युजरलाई चाहिएको हुन्छ त्यो बेला मात्रै एप्लिकेसन सफ्टवेयर खोल्न सकिन्छ। जस्तै एमएस वर्ड चाहियो भने तपाईँले त्यसमा डबल क्लिक गरेर खोल्नुपर्छ अनि आफूलाई चाहिने कामहरू गर्न सकिन्छ। इट स्टार्ट्स रनिङ अटोमेटिकली वेन कम्प्युटर इज टर्न्ड एन्ड स्टप वेन कम्प्युटर इज सट डाउन। जस्तै सिस्टम सफ्टवेयर चाहिँ अब हामीले कम्प्युटर खोल्ने बित्तिकै चल्न थाल्छ र कम्प्युटर बन्द हुने बित्तिकै बन्द हुन्छ। For example, we can say MS Office, Photoshop is the example of application software and Windows operating system is the example of system software. So this much for today guys. Do follow and like if you want more videos like this.